जेमिनाईको अब यसले सल्युसन कोड यसले जेनेरेट गर्दाखेरि नि अहिले म अलिक क्लियर गर्छु पहिला सबैलाई एकचोटि म तपाईँलाई चेक गराएर विश्वास गराइदिइरहेको छु कन्भास यसले अलिकता के यसले जेमिनाईले के गर्छ कि किनभने यससँग म्याथमेटिक्सको ऊ धेरै ऊ हुन्छ के त्यो जेमिनाईले नगरे अरु कसैले गर्न सक्दैन ल जेमिनाईले त के गर्यो के गरे जस्तो छ यहाँ यसले के गर्यो यसले त एनिमेसन ब्युटिफुल भने यो कहाँबाट उतातिर के प्रोग्राममा लगेर यसलाई चाहिँ के दिएको छ यसले के गरिदियो यो साइन कस थीटा कहाँबाट अब यसले म्याथमेटिकल त्यो सल्भ गर्नु भन्दा पनि खाली एनिमेसन मात्रै गर्ने भयो तिनीहरुलाई हो के यहाँ हेर्नु न सर हामीले टाइप कसैले गर्न सकेन नि हाम्रो सामान्य कुरा छ नि त हामीले यसको विकल्पमा के गर्ने त भन्दाखेरि तपाईले त्यही कुरा मैले भन्दै थिए के यसमा यसको विकल्प के छ भनेको अब यसलाई मानौ यही प्रब्लमलाई हामीले गर्नु छ भने अब यसलाई के गर्नु पर्यो नि सर म ट्राई गर्दै छु यसलाई सल्युसन गर्नु पर्यो यसलाई के गर्ने हो भने अब यसलाई हेलो गर्नु गर्दै गर्नु सुनिरहेको छु के सर गर्नु भनेको अब जस्तो यसलाई और गर्ने अब यसलाई टोटल सल्युसनको प्रोसेस टोटल यसलाई दिनु पर्यो जस्तो यही कमन लिएर अब फर्स्ट भनौँ न त्यसपछि के हुन्छ एक्स स्क्वायर अनि फेरि प्लस सरी प्लस अनि बी बाई कति बी बाई ए अनि एक्स अनि फेरि प्लस सी बाई के गर्ने ए फेरि ब्राकेट क्लोज अनि इज इक्वल टू भनेर यसरी 0 अब फेरि के गर्ने भने यसलाई फेरि अब यसको प्रोसेसबाट पुरै सल्युसन गर्ने अनि त्यसपछि तब बल्ल गरेर तपाई त्यहाँ दिनु भयो भने नि त्यसले कोडमा कन्भर्ट